आज हामी यो आधुनिक मौरीको घारबाट मौरीको चाहिँ चाका निकाल्न लागिरहेछौँ। यसको लागि यहाँ बुबाई एकदम प्रिपेयर गर्दै हुनुहुन्छ, सुरक्षा बनाउँदै हुनुहुन्छ है। ह्याट लाउनु भयो, त्यसपछि पन्जा लाउनु भयो। यसरी मौरीको चाहिँ चाका निकाल्ने कार्यक्रम हुँदैछ यहाँ। यो पन्जा लगाएपछि चाहिँ मौरीले टोक्दैन नि त बुवा? बाबु यो आधुनिक उपकरणहरू हो। हजुर, यसको छुट्टी जाली चाहिँ अगाडिपट्टि छर्लङ्गै देखिन्छ। मौरी छिर्न सक्दैन, छिर्न पनि सक्दैन। टोक्यो भने पनि यो नाक शरीरभन्दा टाढा बस्छ। हजुर, अनि त्यो भएर होइन, पहिलाको जमानामा त थिएन, अहिले त विभिन्न आइरहेछ। हजुर, कति महिनापछि यो घरबाट आज मौरी चाका निकाल्न अब आएको 1 वर्ष भयो। हजुर, अनि 1 वर्षमा चाहिँ यो पहिलोचोटि नै हो। पहिलोचोटि नै हो। पहिलाको गयो, अब यहाँ चाहिँ काठमाडौँ हुँदो रहेछ। हजुर, म चाहिँ त्यति नहुने र चाहिँ असाध्यै लाग्छ गाउँघरमा गरेको चिजहरू। अब आशा गरौँ जे होस् म होला, चखाउँछ कि हेरौँ। म चाहिँ यो के गर्दैछौँ? यो चाहिँ मौरीलाई चाहिँ यो धुवा भयो भने उसले ठाउँ सर्दिन्छ। हजुर, अलिअलि धुवा भइसकेपछि यो धुवाको बासनाले उनीहरू चाहिँ यो सर्दिन्छ, सर सङ्केत बुझ्छन् उनीहरूले। ए हजुर, आज केही गर्दैछन् है, हामीलाई खाली ठाउँ गरिदिनु पर्यो भनेर। खाली ठाउँ खाली गरिदिनु पर्यो भने जस्तो पाराले आफ्नो रानीलाई सुरक्षित ठाउँमा लगेर राख्छन् यिनीहरूले। हजुर, ए अनि त्यो बेलामा हुन त उनीहरूले आफ्नो लागि बिचरा धन जम्मा गर्ने हुन्। हो, अब हामी मान्छेलाई आफूले गरेका नै नपुगेर यसको धन पनि खाइदिनु मन लाग्ने हो। यो प्रकृतिको नियम नै रहेछ होइन? प्रकृतिको नियमै रहेछ। हजुर, एउटा पन्छीले सानो झिँगा जस्तो चिजले कति दुःख गरेर कहाँबाट लिएर आउँछ हो नि। आफ्नो लागि भनेर ल्याउँछ, हामीले यसै चोरिदिन्छौँ। राम्रो त होइन, तर परम्परै यही छ। छ होइन त, हामी ढुक्क हुँदा हुन्छ। हजुर, अलिअलि छ। वाउ, यता देखाउनु त एकचोटि। वाउ ल, मौरीको चाका। त्यसमा चाहिँ कतिको रस छ त? हजुर, जोगाउनलाई चाहिँ यसो गर्नुपर्छ बाबु। हजुर, साइड काट्ने, हजुर, साइड काटेर यसरी मोवा निकाल्ने, हजुर। अनि यसको यो बच्चाहरू चाहिँ यही छोडिदिने। ए छेउछेउमा रहेछ म अलिकति यसो काट्यो, यसरी काट्यो। अब बाँकी छोडिदिने। यो चाहिँ अब यो बच्चा छ। हजुर, यो बच्चा चाहिँ हामीले देख्यो भने उसको सङ्ख्यामा तार पर्छ। हजुर, अनि यसलाई यहीँ राख्यो। यो रसै रस रहेछ नि त बुवा, होइन त? अहिलेको साल यो 6 वर्षौँ तालिमले काठमाडौँमा। हजुर, अनि राम्रो अलिकति आँखा लागि देखेको यही साल हो। हजुर। आज हामी 2082 साल जेठको 28 गते
यसरी आफ्नै घरको चाहिँ छतमा ठुलो मेहनत सङ्घर्षबाट चाहिँ यो मौरीको ओहो झरे बुवा अलिकति हजुर आज यसरी चाका निकालेर चाहिँ खाने प्रयास गर्दैछौँ हामी। कमिलाहरू त बाबु यस्तोसम्म आक्रमण गर्छ कमिलाले, अनि त्यो भएर मौरीलाई धेरै गाह्रो पर्छ। वाउ कति धेरै रस त, पोटिलो रसै रस। चाका निकालेर बुवा लिएर आउँदै हुनुहुन्छ है त। हनी हनी प्योर हनी चुइँदैछ यो पुरै यो चुइँदैछ अब यो मजाले त छुट्टै राख्नु अब यो नभएदेखि हेर्नु है त, अब यो चाका देखायो भन्ने कुरा हुन्छ हेर्नु है त। हनी हो कि यसरी निस्किन्छ यो कुरो गरेको फल यो घरमै कहाँ उम्रिताएर भयो भने संसारै रहँदैन भनेर वैज्ञानिकहरूले चाहिँ बयान गरेका छन्। अनि त्यो भएर यो मौरीलाई घरमा पाल्नु, एउटा मौरीले 1000 फुलका बोटसम्म नाचेर उसले एउटा चाहिँ यो चिज उत्पादन यो चिज लिएर आउँछ अरे भनिसकेपछि घरमा मौरी पाल्यो भने त्यहाँ हतपत रोग ग्यास पनि लाग्दैन भन्ने छ, स्वास्थ्यलाई पनि धेरै फाइदा हुन्छ भन्ने छ। यी खान पाइन्छ त्यसै पनि स्वास्थ्यलाई फाइदा हो, तर सधैँ चाहिँ हुँदैन है। यो वर्ष चाहिँ भगवान्ले दिएको छ एकदमै भगवान्को आशीर्वाद, मैले चढाइसकेँ भगवान्लाई। खुसी भएर अब हामी मल खानेतिर लागौँ है त। अब आफ्नै घरको छतमा यसरी मौरीको चाका यति धेरै बनाउँदाखेरि कस्तो खुसी कस्तो महसुस भएको छ बाबु। यो त 33 कोटी देवदेवताले पितृदेवताले कुलदेवताले दिएको आशीर्वाद हेर्नु न बाबु। अनि यो अब यो हुन त बाहिर किन्न पाइन्छ, तै पनि बाहिर किन्नु र आफ्नो मेहनत पसिनाले आफ्नो घरबाट यसो गर्नुमा धेरै फरक छ।